हेलो गाइज, आज चाहिँ म तपाईँहरूलाई मैले एकदम सपिङ गरेर ल्याएँ। यो चाहिँ मैले 99 सपबाट किनेर ल्याएको। यति सामानलाई जम्मा पर्यो 1388। अब 1388मा मैले के किनेर ल्याएँ म तपाईँहरूलाई देखाउँछु है। श्रीमान यो बट्टा ला यो त अलिकति यहाँनिर उस भएछ नि, अलिक स्क्रैच भएको परेछ के। यो पनि 99 हो। यसको यसमा चाहिँ दुईटा दुई पिस, एउटा चाहिँ यो बाहिरको अनि एउटा चाहिँ भित्र पनि यत्रो छ। ठिकै हो 99। चित्त बुझ्यो है। त्यस पछाडि अर्को लिएको छौँ हामीले चपस्टिक। यो पनि जम्मा 99 रुपियाँ हो। यसमा पनि एक जोडी 2 3 4 5 जोडी छ है यसमा। यो पनि ठिकै। अनि त्यस पछाडि अर्को यो म्याक्स, यो पनि 99 नै हो। यो पनि ठिकै छ। यो पनि मलाई प्रायः जस्तो हामीलाई युज गरिराख्ने चिज हो। अनि अर्को चाहिँ यो साबुन, नुहाउने साबुन रोजको हो। यो स्मेल ठिकै छ, मिठै छ, त्यस्तो नमिठो छैन। यो पनि तिनवटा छ, तिनवटाको 99 हो। त्यस पछाडि अर्को लिएको छ हामीले यो चाहिँ हामीलाई किचनमा चाहिएको छ। यो पनि 99 हो एउटा। अनि त्यस पछाडि अर्को चाहिँ हामीले के लिएको छौँ भन्दाखेरि गमला। यो पनि 99, एउटाको 99 र अर्को यो एउटाको 99। यसको चाहिँ प्लेट छैन है। अनि तर यसको चाहिँ प्लेट छ कि कलरहरू अप्सनहरू थुप्रै छ। तपाईँले त्यहाँ गएर छानी आफूलाई जुन कलर मनपर्छ त्यही कलर लिन सक्नुहुन्छ। यो पनि ठिकै नै छ। त्यस पछाडि अर्को यो त कोलिन भइहाल्यो, यो पनि 99 नै हो। त्यस पछाडि अर्को लुगा धुने साबुन, पूजा साबुन त्यहाँ चाहिँ त उल्टो देख्नु हुँदो रहेछ, कसरी देखाउँ। पूजा साबुन यो पनि तिनवटा साइजमा, तिनवटाको 99 ठिकै लाग्यो। त्यस पछाडि अर्को चाहिँ छ यो हामी लेडिजहरूलाई चाहिने कता चाहिँ क्लिप। यो पनि यसमा 1 2 3 4 पिस छ, 4 पिसको 99। यो पनि ठिकै लाग्यो। अनि त्यस पछाडि चाहिँ अर्को चाहिँ यो दुईटाको चाहिँ यो दुईटा आइटम लिएको चाहिँ यो दुईटाको 99 हो। यो काइन्यो पनि दुईटा रहेछ। अनि यो चाहिँ हाम्रो आइब्रो सेप मिलाउने यो रेजर हो है। यो यसमा 3 पिस रहेछ, यो काइन्यो 2 पिस रहेछ। यो दुईटाको चाहिँ 99। अनि त्यस पछाडि अर्को आयो यो आइरनको फ्राई पेन। यो फलामको फ्राई पेन रहेछ, तर यो चाहिँ फेरि 99 चाहिँ होइन है। यो चाहिँ कति पो परेको 300 भने नि हुन्छ, 299 यति गरेर जम्मा मैले कतिवटा आइटम किनेँ भन्दा 1 2 3 4 5 6 7 8 9 10 11 12 13वटा आइटमको 12वटा भनौँ न, 12वटा यो दुईटा त 99 नै भइहाल्यो। त्यतिको 1388 ठिकै लाग्यो। यस्तो धेरै एक्सपेन्सिभ जस्तो लागेन। त्यहाँ यो चाहिँ फेरि मैले कहाँ किनेको भन्दाखेरि चाहिँ अहिले हाम्रो बौद्धामा नयाँ खोलेको रहेछ। बौद्धाको पिपल बोर्डको ठ्याक्कै अपोजिटमा, त्यहाँनिर तपाईँले अपोजिटमा हेर्नुभयो भनेदेखि चाहिँ 99 सप देख्नुहुन्छ। ल तपाईँहरू पनि त्यहाँ गएर सपिङ गरेर आउनुहोस्। यो चाहिँ फेरि मैले कुनै पनि प्रमोसन भिडियो बनाएको होइन, यतिकै मैले त्यहाँनिर रहेछ यति तपाईँहरूलाई इन्फर्मेसन मात्रै दिन खोजेको।